काम गर्न गाह्रो छ सरकारी काम गर्न गाह्रो छ। र आज हामीले सोलिङ गर्यो। सोलिङ गरेपछि हिजो सोलिङ गरे आज छार बान्यो। भोलिदेखि अब भुइँ ढलाउनु छ। अनि 3-4 दिनपछि अनि फेरि अनि माथि ढलाउनु छ। मुस्ताङमा पानी चाहिँ पर्दैन, आकाश चाहिँ गुम्म छ। कहिले कहिले पानी पर्ला जस्तो गर्छ, परेको छैन। मुस्ताङको मौसम हेर्नुहोस्, हावा चाहिँ बढी लाग्छ यहाँ। अरू वातावरण ठिक छ। सबैजनाले युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला, बेल आइकन दबाइदिनु होला भनेर मैले नमस्कार गर्छु सबैजनालाई। ओके बाई।